आज हाम्रो यात्रा गन्तव्य भनेको यही थियो। अब हामीले यहाँको वातावरण बुझेर निस्किँदैछौँ। कस्तो हुँदैछ हजुरलाई? कस्तो जस राम्रै लाग्यो। मैले चाहिँ भर्खरै बुझेको छु मात्रै। म चाहिँ यो विशेष गरी आफूलाई चाहिँ थोरै यो कुनै समस्या हुनुभन्दा पहिला नै आफूले थोरै केही सचेत हौँ भनेर। सचेत भन्दा नि यो भनेको तपाईँको लागि नै हो। यो मैले मेरो लागि नै हो, कसैको लागि नै होइन। त्यही भएर चाहिँ मलाई आफूलाई लागेको कि केही न केही चाहिँ यसो बुझिन्छ नि त। जिन्दगी भनेको नि एकदमै बुझाइ नै रहेछ। विशेष गरी चाहिँ मलाई लागेको बुझौँ, सबै कुराहरूको अनुभव पनि गरौँ होइन। अब हामीले गरियो नि त, अथवा जनावर काटेर खानेकुरा पनि अनुभव गरियो होइन। कुनै चिज अब रक्सी, दारू, पानी, बार, दोहोरी, अन्य यी जति पनि रङ्ग रमाइलोका कुराहरू छन्, यी सब कुराहरूलाई चाहिँ हामीले अनुभव गरियो भने पछाडि 5 दिनको लागि चाहिँ आफूलाई थोरै बुझौँ, थोरै ध्यानमा रहौँ, केही कुराहरू ज्ञान लिउँ, प्रवचनहरू सुनौँ, आफ्नो आत्मालाई थोरै आफ्नोले कन्ट्रोलमा राख्न सिकौँ भन्ने चाहिँ मैले आफूलाई लागेको भएर म चाहिँ यहाँ आउन खोजेको मात्रै हो है। म हुन त अहिलेको यो विगतको समस्याहरू यो सब यो दुनियाँमै यस्तै समस्या छ। किनभने जति पनि हामीले सजिलो भन्छौँ नि, त्यस्तै कुराहरू गाह्रो पनि हुँदैछ। मैले भन्न खोजेको अर्थ के भने, हामीलाई यो मोबाइल, सामाजिक सञ्जाल, युट्युब, अन्य अहिले यो सर्टकटका टिकटकहरू लगायतका अन्य चिजहरूले हामीलाई विश्वको जानकारी अथवा हाम्रै देशको जानकारी जसरी लिन सजिलो भएको छ नि, त्यस्तरी नै हामीलाई यो चिजले गाह्रो पनि छ। कसरी छ भने मेन्टली रूपमा नि कस्तो भएछ भने, हामीलाई हिजैले हेर्नुहोस्, अब जिसिसी कन्ट्रीका हाम्रो कसरी अहिले अमेरिकाले इरानको द्वन्द्वमा जिसिसी कन्ट्रीमा कति बमबारी भइरहेको छ, यो चिजको पनि हामीलाई ज्ञान छ। हाम्रै देशमा के भइरहेछ यो ओभर नलेज भइरहेछ हामीलाई चाहिँ। त्यही भएर हामीहरू चाहिँ एकदमै मेन्टली रूपमा पनि धेरैजनाले कतिले लुकाउँछन्, कतिले लुकाउँदैनन्, कतिले भन्छन्, कतिले भन्दैनन्, आफ्नो ठाउँमा होला। र पनि यो समस्याले होइन कि आफूलाई चाहिँ केही चिज जानौँ, केही चिज पढौँ, केही चिजको अनुभव लिउँ भन्ने मलाई मात्रै लागेको भएर हो। त्यही भएर चाहिँ म यहाँ आफ्नो आत्मालाई चाहिँ साँची राखेर भन्नुपर्दा आउन मन लागेको हो है। धन्यवाद। आजको यति नै हो। अब कान्छोको राय चाहिँ के छ? अब म चाहिँ एक्चुली म यहाँ जस्तै अब हाम्रै घर परिवारकै कुरा गर्दाखेरि अब मेरो ठुली भाउजू रूपा भाउजू पनि अस्ति नै त्यही आफ्नो घुँडाको समस्या बात भयो। 4-5 दिन गएर के अरे उसमा बस्नुभयो, के अरे तातो पानी गरेर बस्नुभयो। आफ्नो समस्याको समाधान थोरै अलिकति केही भयो नि भयो होइन।